Day 15 in Japan. हेलो साथीहरू, सेवा छ है। आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला। अरु बेला जस्तै फेरि पनि मेरो यो मिनी ब्लगमा तपाईहरुलाई स्वागत छ। अनि के साथीहरू, आज चाहिँ पानीपुरी खान मन लागेर बनाउँदै छु। साथीले नेपालबाट लिएर आएको रहेछ। यहाँ त किनेर खाने औकात छैन नि त साथीहरू। अझ त तपाईहरुले नि देखिसक्नु भयो होला। अनि यहाँ चाहिँ साथीले काटिरहेको छ कि गेडागुडी ठुलो भयो भनेर। अनि यो चाहिँ पानीपुरीको सुप बनाउने। अनि यो चाहिँ जापानिज अमिलो हो साथीहरू। अब हाम्रो अचार त मोल्नु पर्यो नि त साथीहरू, त्यसैले म चाहिँ अचार मोल्दै छु। अघि कि मैले पानीपुरी फुलाउँदै कुकरमा राखेको थिएँ नि त साथीहरू। अनि अब चाहिँ मैले थालमा निकाल्नु पर्ने हुन्छ। अनि म चाहिँ निकालिरहेको छु। अनि पानीपुरी निकाल्दा म चाहिँ मेरो 40 आउन नसकेर कि साथीहरू पानीपुरीको डल्लै मैले यसरी खाइदिएँ। खाइसकेपछि मलाई के थाहा भयो भने हैन, मैले चाहिँ साथीलाई दिनु बिर्सेछु कि। अनि मैले चाहिँ दिदैछु। अनि साथीले खान मानेनन्। अनि मैले फेरि त्यो पानीपुरीको डल्लो जस्ताको तस्तै थालमा राख्दै साथीहरू। अनि यहाँ प्लास्टिकमा पनि मैले पानीपुरी अघि कुकरमा नहटेर राखेको थिएँ नि त साथीहरू। अनि त्यसलाई पनि मैले टक्कसँगले निकालेर थालमा राख्दैछु। देख्न नै सक्नुहुन्छ साथीहरू, फाइनली हाम्रो पानीपुरी रेडी भइसकेको छ। खानुको चक्करमा के साथीहरू, हामीले त पानीपुरीको सुप कचौरामै राख्न बिर्सेछौँ के। अनि अब कचौरामा टक्कसँगले राखेर फेरि गोलेर खानुपर्ने हुन्छ। मैले चाहिँ हैन हतार नअगाडि फर्स्ट बाइट हान्दै के अगाडि नै। अनि साथीहरू यस्तो मिठो थियो कि कुरै नगर्नु तपाईहरु साथीहरू। हैन नेपालको भन्दा नि मिठो थियो भनेर चाहिँ नभन्नु साथीहरू, तर नेपालको भन्दा अलिकति कमै थियो, त्यही पनि मिठै थियो। कि तपाईहरुले सोच्नु होला नेपालबाट आउनु पाएको छैन, नाटकै बेसी भनेर नसोच्नु होला। पानीपुरी भने कस्तो चिज हो कि साथीहरू। हैन जहाँ गए पनि जहिले पनि त्यसको स्वादले हामीलाई कहिले पनि छोड्दैन के साथीहरू। त्यसैले साथीहरू तपाईहरुले पनि हामीले जसरी पानीपुरी बनाएर खानु होला। 3 जनाले पनि एक थाल पानीपुरी पनि खाइसकेनौं कि साथीहरू। अनि यति अब बाँकी रहेको छ। पानीपुरी सँगसँगै मेरो भिडियो पनि अन्त्य भएको छ साथीहरू।